हेलो एभ्रिवान सबैजनालाई जय मसी अनि नमस्ते। म हुँ तपाईँहरूको प्यारो साथी कला अनि सबैजनालाई स्वागत छ मेरो यो छोटो मिनी ब्लगमा हैन। अनि आजको मेरो भिडियो चाहिँ स्टार्ट गर्नु गइरहेको छु यो बेलुकीको समयमा। म चाहिँ आज चाहिँ नि सिम 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 पानी परिरहेको छ मेरो साथीहरू। अनि यो पानी झरीमा चाहिँ ढिँडो पकाएर खानु मन परिरहेछ मलाई। अनि ढिँडो तातो तातो ढिँडो कप 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 पारेर खाने है। अनि मेरो भिडियो कस्तो लाग्छ हेरेर साथ अनि सपोर्ट दिनु होला। अनि धेरैभन्दा धेरै सब्सक्राइबरहरू बढिरहनु भएको छ, तपाईँहरू धन्यवाद। अनि यदि नयाँ भएर जोडिन चाहनुहुन्छ भने तपाईँहरू स्वागत छ मेरो ब्लगमा, मेरो च्यानलमा है। अनि सब्सक्राइब गरिदिनु होला। अनि जतिजनाले हेर्नुहुन्छ मेरो भिडियो कस्तो लाग्छ एउटा एउटा प्रतिक्रिया दिन नभुल्नु होला है मेरो साथीहरू। अनि सबैजनालाई मिठो सम्झना। मलाई चाहिँ कति मनपर्छ यस्तो पानी परेको दिनहरू। यहाँ हेर्नु सक्नुहुन्छ है मेरो साथीहरू, यस्तो ठुलो पानी परेको छ नि। नेपालमा आउँदाखेरि त यस्तो पानी झरीमा भुटेको मकै अथवा पोलेको मकै, नुन हालेको चिया अनि मोही, वा स्वाद चाहिँ यस्तो मिठो आउँछ नि। मलाई के गर्नु मेरो साथीहरू, विदेशमा छौँ, यहाँको वेदर पानी झरीमा आम्मामामामामा मेल बक्समा के आयो कि आएन हौ। के आएको छ पानी झरीमा। मलाई कहाँ जानु मन परेको होला यसरी, त्यही पनि छाता ओढेर। मेरो साथीहरू आजको ब्लग चाहिँ म बनाउँदैछु है पानी परेको दिन। मेरो साथीहरू यहाँनिर चाहिँ ढिँडो खानुको लागि पिठो अनि दाल पाक्दैछ है कुकरमा। दाल पाक्दैछ। मैले चाहिँ कालो दाल बनाएको छु। कालो दाल अनि करेला, टमाटर अनि मसँग छ यहाँनिर दुङदुङे है। यो चाहिँ दुङदुङे हो, मिठो हुन्छ। नेपालमा अति धेरै मिठो हुन्थ्यो है दुङदुङे टमाटर भुटेर खाँदाखेरि। अनि यो चाहिँ म चाहिँ पिरो पिरो पारेर चटनी जस्तो बनाउँछु। अनि दाल छ अनि करेला, दुङदुङे अनि ढिँडो है आजको मेरो बेलुकीको खाना। कतिजनालाई मनपर्छ ढिँडो। मेरो नानीहरू त्यति खाँदैनन् ढिँडो है, उनीहरूको लागि चाहिँ मैले खाना बनाइदिनुपर्छ। अनि हामी चाहिँ आज पानी झरीमा सिम 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 पानी परिरहेको छ नि त, अनि ढिँडो खानु पर्यो भनेर गरेको। मेरो साथीहरू म चाहिँ यहाँनिर ढिँडो मस्काइरहेको छु है ग्यासमा। कस्तो साह्रो पर्छ नि त, हात दुखिवरी हुन्छ ढिँडो मस्काउन। यहाँ हेर्न सक्नुहुन्छ झर्छ क्या हो ढिँडो। मेरो साथीहरू मैले चाहिँ ढिँडो पकाइसकेकी छु, अघि देखाएकी छु है। अनि मसँग छ कालो दाल, लोकल प्याजको पत्ता लगाएर झानेको। अनि मसँग छ यहाँनिर मोही है, अनि आलु र करेला भुटेको। हरियो खोर्सानी कडप कडप चाहिँ टोक्नु पर्ने थियो है। खानुभन्दा पहिला म छोटो प्रार्थना गर्छु है त। प्रभु धन्यवाद छ तपाईँ परमेश्वरलाई, विशेष गरिकन यो बेलुकी पखको समयसम्म सुरक्षा दिनुभएको लागि धन्यवाद। अनि आजको यो विशेष गरिकन प्रभु खानाको निम्ति प्रार्थना गर्दछु पिता, बनाउने हातमा चुला चौका अनि कल्चुका भण्डारमा आशीर्वाद दिनुभएको होस् प्रभु। यो भोजनलाई छुनुहोस् पिता, शुद्ध गर्नुभएको होस्। लिन्छु लिएको बल शक्तिले तपाईँको महिमामा खर्चिन पाउँदै प्रार्थनालाई आशिष चाहन्छु यसो प्रभु तपाईँको नाममा, आमेन।
मेरो साथीहरू, तपाईँहरूले चाहिँ नि ढेँडो खाँदाखेरि चप्पा चोप्दै खाँदै गर्नुहुन्छ है, तर म चाहिँ जान्दिनँ त्यसरी खान। अलिअलि भए पनि मैले चाहिँ चपाउनुपर्छ है। अनि आजको यो मेरो भ्लग कस्तो लाग्छ हेरिदिनु होला है त, सधैँको जस्तो गरेर। फर्स्ट बाइट तपाईँहरूलाई खाइला। मान्छे यो दुङदुङे लगाएर भुटेको करेला मोही यस्तो मिठो छ नि मेरो साथीहरू। ढेँडो, कालो दाल, मोही, मिठो भएको छ है। वाह। दाल र मोही हालेर यस्तो मिठो भएको छ है सब्जी। कालो दाल कतिले चाहिँ नि यस्तो गरेर नि यसो गरेर सक्दिनँ म चाहिँ खानु त्यसरी। अलिअलि भए पनि मुस्नै पर्छ। यस्तो मिठो भएको छ नि साथीहरू। तपाईँहरूलाई नि ढेँडो खानु मनपर्छ भने चाहिँ बनाएर खानुहोस् है। सिम 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 पानी परिरहेको है, वेदर पनि मौसम पनि
कस्तो मिठो भएको छ। उम्, ओहोहो! वाह! वाव! भन्दाखेरि नि हुन्छ क्या। मही र दालमा अलिअलि मुछेर सब्जी पिरो पिरो भएको रहेछ। अचारहरू चाहिँ बनाउने भ्याइनँ, हाम्रो सङ्गति थियो नि त, घरेलु सङ्गति, जुम मार्फतबाट हाम्रो आजदेखि स्टार्ट गरेको, त्यही भएर ए खोर्सानीको पाप्राहरू रहेछ हौ। यस्तो मिठो, कति कति धेरै मिठो भयो। मेरो साथीहरू, मैले चाहिँ खाएर पनि सकेको छु है। अति धेरै मिठो भएको थियो। अनि जतिजनाले हेर्नुहुन्छ मेरो भिडियो कस्तो लाग्छ होइन, एउटा एउटा कमेन्ट गर्न अल्छी लागे तापनि एउटा एउटा लाइक चाहिँ गरिदिनु होला। अनि यदि नयाँ भएर जोडिन चाहनुहुन्छ भने प्लिज एउटा एउटा सब्सक्राइब पनि गरिदिनु होला होइन। अनि अब यो भिडियो म यहाँनिर इन गर्न चाहन्छु। फेरि पनि अर्को भिडियोमा भेटौँला भन्दै सबैजनालाई दोस्रो अभिवादन, जय मसी अनि नमस्ते।